विदधाति पूर्वं यो वै वेदांश प्रहिणोति तस्मै तं हदेवम् आत्मबुद्धि प्रकाशम् मुमुक्षुर्वै शरणमहं प्रपद्ये। आदरणीय श्रोतृवृन्दहरू, पुरुषोत्तमका प्रतिहरू, यहाँहरूलाई पुरुषोत्तम महात्म्यको भाग 2 बाट हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्रस्तुता प्रवक्ता वैकुण्ठ शरण खतिवडा। मैले यो भन्दा पहिले पुरुषोत्तम महात्म्यको पहिलो भाग सम्प्रेषण गरिसकेको छु। आउनुहोस् आज दोस्रो भाग। दृढधन्व नाम गरेका राजा यस्ता प्रकारले शिकार खेल्न वनमा जानुभएको थियो। गर्मी मौसममा तलाउमा बसेर बर्खा फेदमा बसेर स्नान गरेर एकछिन छायामा शीतलमा बस्नु भएको थियो। त्यही अवस्थामा यही हो सारा जीवनको हरि शरणम भनेर एउटा कुनै पनि चराले सुगाले बोल्यो। अनि के भन्यो? संसारी सुखमा भुल्दै रमाउँछौ सधैँभरि, ताकेर बाण छेवैमा काल घुम्छ वरिपरि। हे राजन, संसारी सुखमा नभुल। तिम्रा वरिपरि काल घुमिरहेको छ, तिमी देख्दैनौ। यति कुरा सुनिसकेपछि यो को होला भनेर हेरे, तर कोही देखिएन। त्यसपछि दृढधन्व नाम गरेका राजा घरमा फर्केर आए। साह्रै चिन्तित भए, भोजन पानी पनि परित्याग गरे। बार बार त्यही कुरा सम्झे। संसारी सुखमा भुल्दै रमाउँछौ सधैँभरि, ताकेर बाण छेवैमा काल घुम्छ वरिपरि। यही कुरा उनको मनमा गुन्जिरह्यो। पत्नीले सोधिन्, पतिदेव स्वामी आज के भयो? भनेको थियो। उनले यो कथा सबै बताए। एउटा सुगाले के भनौँ भनौँ, म छक्क परे। तँ को हो? कोही भेटिएन, चिनिएन, देखिएन। घर फर्केर आए भन्नु। भोजन पानी परित्याग गरेर निराहार बसेर चिन्तित भएर बस्नु भएको थियो दृढधन्व नाम गरेका राजा। त्यही अवस्थामा भोलिपल्ट बिहानै आइपुग्नु भयो वाल्मीकि मुनि। वाल्मीकिलाई ती राजाले, दृढधन्व राजाले सम्पूर्ण कुरा बताए। बताइसकेपछि उनले ध्यान दृष्टिले हेरे। वाल्मीकिले भन्नुभयो, राजन, यो कुरा मलाई थाहा छ। तिमी पहिली जन्ममा सुदेव नाम गरेका ब्राह्मण थियौ, यिनी गौतमी थिइन्। तिमीहरूका सन्तान थिएन। सन्तान नभइसके उपरान्त तिमीहरूलाई साह्रै पीड पर्यो। तिमीहरूले गएर भगवान नारायणको तपस्या गर्यो। भगवान नारायण प्रसन्न बन्नुभयो। नारायण भगवान आउनुभयो र भन्नुभयो, हे सुदेव ब्राह्मणी, भन्नुहोस् तपाईहरुलाई के वरदान चाहियो भनेको थियो। प्रभु, हाम्रा सन्तान छैन, बुढेसकाल लागिसक्यो, हामीलाई सन्तान दिनुहोस् भनेर सुदेव नाम गरेका ब्राह्मण तिमी पहिलो जन्ममा तिमी दम्पतिले भगवानसँग माग्यौ। यसरी माग्दाखेरि भगवानले भन्नुभयो, जो कर्ममा लेखेको छ त्यही मात्रै प्राप्त हुन्छ। तिमीहरूलाई पुत्र प्राप्त छैन यो जन्ममा, म दिन सक्दिनँ भन्नु। भगवान त कर्तुम अकर्तुम अन्यथा कर्तुम सर्व कर्तुम समर्थ हुनुहुन्थ्यो। भगवानले सम्झिनुभयो, यिनीहरूले मलाई प्राप्त गरेर पनि मोक्ष मार्ग नमागेर प्रियो मार्ग मागे, श्रेयो मार्ग मागेन। प्रियो मार्गले त जहिले पनि संसार नै दिन्छ र संसारले सधैँभरि दुःख नै दिन्छ। अहिले क्षणिक सुख भएको ठाने तापनि माने तापनि त्यसपछि परिणाममा आउने दुःख नै हो। मुक्ति माग्लान् भन्ने थियो भगवानलाई। नारायणसँग उनीहरूले मागे छोरो, भगवानले दिनुभयो। बडो चिन्तित भए। भगवान दरबारमा जानुभयो वैकुण्ठनाथ भगवान। अनि गरुडजीलाई भन्नुभयो, गरुडजी जाऊ, ती सुदेव नाम गरेका ब्राह्मणलाई र गौतमीलाई लगेर पुत्र देऊ भनेर
वरदान दिएर आऊ भनेर गरुडजीलाई पठाउनुभयो। गरुडजी प्रकट हुनुभयो। तिमीहरूलाई के वरदान दिनु भनेको थियो? हामीलाई पुत्र प्राप्तिको वरदान दिनुहोस् भन्नु। यस्ता प्रकारले सोमदेव नाम गरेका ब्राह्मण र गौतमीले भनिसके उपरान्त गरुडजीले भन्नुभयो तथास्तु भन्नुभयो। अत्यन्त खुसी भए, तिनीहरूलाई पुत्रको प्राप्ति भयो। ती ब्राह्मणलाई, सुदेव नाम गरेका ब्राह्मणलाई यस्ता प्रकारले पुत्रको प्राप्ति भएपछि राजा ब्राह्मणी अत्यन्तै खुसी भए। अनि त्यसपछि स्वस्ति वाचनहरू गराए। ब्राह्मणहरूलाई बोलाएर उनीहरूले नामकरण गराए। नामकरणका दिनमा देवल नाम गरेका ऋषि आउनुभएको थियो। अत्यन्त प्रखर ज्योतिषी हुनुहुन्थ्यो। मेरो छोराको आयु कस्तो छ, कस्तो कस्तो पराक्रम गर्छ, यो छोरोको भाग्य के छ भनेर हेरेको थियो। ज्योतिषमा विज्ञ भएका ती देवल नाम गरेका ऋषिले भन्नुभयो यो छोरो अत्यन्तै राम्रो छ, सर्वगुण सम्पन्न छ, दानशील छ, तिमी जस्तै तपशील, ज्ञानशील, अत्यन्त राम्रो छ। परन्तु के गर्नु, सबै कुरा भएर पनि आयु छैन भने। यिनको आयु भने साह्रै छोटो छ। किनकि आयु अल्पायु हुन्छ, मध्यायु हुन्छ, दीर्घायु हुन्छ। मैले श्री राधाकृष्ण ज्योतिष परामर्श च्यानलबाट यसका बारेमा धेरै एपिसोडहरू दिइसकेको छु। तपाईहरुले श्री राधाकृष्ण च्यानलबाट अल्पायु, मध्यायु र दीर्घायु सम्बन्धका भिडियोहरू हेर्न सक्नुहुन्छ। यो हो मेरो धर्म रक्षा नाम गरेको च्यानल। यहाँबाट धार्मिक प्रवचन मात्रै हुन्छ। यस्ता प्रकारले देवल नाम गरेका ऋषिले 12 वर्षको मात्रै आयु छ भनिदिनुभयो। साह्रै चिन्तित भएका थिए। ताम्रपर्णी नदीमा गएर ती सुदेव नाम गरेका ब्राह्मण र गौतमीले तपस्या गरे। त्यहाँ गएर बसे। त्यही ताम्रपर्णी नदीका किनारमा गएर बसेका थिए। एक दिन 12 वर्षमा पानीमा डुबेर मर्छ भनेको थियो। 12 वर्ष पुग्यो। खेल्दै खेल्दै जाँदाखेरि त्यो बच्चा पनि पानीमा डुबेर मर्यो। तिनीहरू रुँदा 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 गर्न थाले। अत्यन्त शोक विह्वल भए। शोक कसैले सहन गर्न सकेन। सबैले संसार यस्तै हो भनेर सम्झाए। परन्तु तिनीहरूले सम्झेनन्, तिनको मन मानेन। अनि त्यस्ता प्रकारले ती सुदेव ब्राह्मण र गौतमीले 1 महिनासम्म केही पनि खाएनन्। जल फल केही पनि खाएनन्। त्यही ताम्रपर्णी नदीका किनारमा बसिरहे, केही पनि खाएन। संयोगवश त्यो महिना पुरुषोत्तम महिना परेको रहेछ। जल फल जल अन्य सम्पूर्ण त्याग गरेको हुनाले तिनीहरूलाई पुरुषोत्तम भगवानको व्रतको प्रभाव भयो। किनकि भगवान श्रीकृष्ण पुरुषोत्तम उपस्थित हुनुभयो। अनि भन्नुभयो हे सुदेव ब्राह्मण, तिमीहरू किन यसरी बसिरहेका छौ दुःख साथ? किन मनमा के पिर पर्यो भनेको थियो? प्रभु, हामीलाई बल्ल तल्ल छोरो प्राप्त भएको थियो। 12 वर्षमा त्यो पनि मर्यो। देवल ऋषिले पानीमा डुबेर मर्छ 12 वर्षमा भनेको थियो, त्यस्तै भयो। अब हामीलाई साह्रै पिर पर्यो भनेको थियो। पुरुषोत्तम भगवानले भन्नुभयो तिमीहरूले पुरुषोत्तम व्रत गरिसकेका छौ। अब इच्छाएको हरेक वस्तुहरू प्राप्त हुन्छन्। तिमीहरू चिन्ता नगर। यस्ता प्रकारले पुरुषोत्तम भगवानले भन्नुभयो तिमीहरूले गरेको पुरुषोत्तम व्रतदेखि म अत्यन्तै प्रसन्न भए। वरदान माग भन्दा प्रभु हामीलाई केही वरदान चाहिँदैन। हजुर त आफ्ना मरेका दाजुहरूलाई आमाले माग्दाखेरि ल्याएर दिनुभएको थियो। चाँदी पनि गुरुका पुत्र ल्याएर दिनुभयो। गुरु आमालाई दक्षिणाको रूपमा, विद्याको दक्षिणाको रूपमा मरेका पुत्र ल्याएर दिनुभयो। हजुर कर्तुम अकर्तुम अन्यथा कर्तुम सर्व कर्तुम समर्थ भगवान हामीसँग हाम्रो अत्यन्त विनम्र निवेदन यही छ कि हामीलाई यो मरेको छोरो ल्याइदिनु पर्यो भनेको थियो। भगवानले पनि जसरी अघि शान्ति पनि गुरुको छोरो ल्याएको थियो त्यस्तै ल्याएर शरीर आफैले बनाउनु भयो। जीव जस्ताको तस्तै उनीहरूलाई छोरो दिनुभयो। अनि त्यसपछि अब यसको 12 वर्षको आयु होइन 12,000 वर्षको आयु हुनेछ भनेर यस्ता प्रकारले पुरुषोत्तम श्री कृष्ण प्रभुले भन्नुभयो। अनि यस्ता प्रकारले तिनीहरूले त्यो छोरो प्राप्त गरे।
छोराको जन्म, छोराको आयु 12,000 वर्षको भयो। सुदेव नाम गरेका ब्राह्मण र गौतमी त्यही पुरुषोत्तम व्रत अज्ञानमा गरेका कारणले गर्दाखेरि मनाएको त छोराको शोक मनाएको थियो, परन्तु तिनीहरूलाई पुरुषोत्तम व्रतको प्रभाव पर पुरुषोत्तम व्रत लिएको भगवानले मान्नुभयो, ठान्नुभयो, जसले गर्दाखेरि पछिल्ला जन्ममा तिमीहरू अहिले दृढधन्व नाम गरेका राजा र गुणसुन्दरी रानी बनेका छौ। तिनै पुरुषोत्तम व्रतको प्रभाव हो तिमीहरूले छोराको शोकमा अन्न जल परित्याग गर्यौ पुरुषोत्तम महिनामा। त्यसै भएको हुनाले तिमीहरूलाई यो राज्य र अनि यस्तो राम्रो दाम्पत्य जीवन मिलेको। अतएव तिमीहरूलाई अत्यन्तै माया गर्नेवाला त्यो छोरो सुक नाम गरेको छोरो थियो त्यस बेलामा। तपाईँहरूको पहिला जन्ममा त्यही सुक नाम गरेको छोरो नै अहिले सुगा बनेर वरको वृक्ष माथि बसेर अनि त्यस्ता प्रकारले तिमीलाई सम्झाएको हो। यही हो सारा जीवनको हरि शरणम, हरि शरणम। जीवनको सार वस्तु भनेको हरि शरण हो। अवश्य हुने नै हुन्छ, नहुने हुन्न केही पनि, त्यसमा शोक गर्नुको अर्थ छैन कुनै पनि। संसारी सुखमा भुल्दै रमाउँछौ सधैँभरि, ताकेर बाण छेउमा काल घुम्छ वरिपरि। यस्ता प्रकारले तो पहिला जन्मको तपाईको छोरो नै मेरा माता पितालाई मैले तरण तारण गर्नुपर्छ भन्ने अभिप्रायले तपाईलाई यो वैराग्य परक श्लोक सुनाएको हो बाबु भनिकन वाल्मीकि मुनिले दृढधन्वा र गुणसुन्दरीको पहिलो जन्मको कथानक ल्याएर सुनाउनु भयो। यस्ता प्रकारले यहाँहरूले पुरुषोत्तम महिनाको दोस्रो भाग पनि सुन्दै हुनुहुन्छ। अब म तेस्रो भागमा व्रतको विधि, उद्यापनको विधि, 4 आश्रम, राजधर्म, स्त्री धर्म, पातिव्रत धर्मको व्रत अनि त्यसपछि चित्रकुण्डल र तारकाले चिउरीको घिउमा बत्ती बालेर गरेको पुरुषोत्तम व्रतको प्रशंसा गरेको हुनाले कदर्य नाम गरेको अत्यन्तै दुराचारी ब्राह्मणको पनि मुक्ति भएको पावन चरित्र तेस्रो भागमा लिएर आउने नै छु। यति भन्दै हजुरहरूलाई म विशेष अनुरोध गर्दछु, यो च्यानललाई धर्म रक्षा नाम गरेको च्यानललाई यहाँहरूले धेरैभन्दा धेरै शेयर गरेर, सब्स्क्राइब गरेर, लाइक गरेर यहाँहरूले हौसला बढाउने काम गर्नुभयो भने म यस्ता अत्यन्त सुन्दर रोचक धार्मिक प्रसङ्गका कार्यक्रम र धारावाहिक रूपमा श्रीमद् भागवतको कथा पनि लिएर आउनेछु। जय श्री राधे।